सार्कको कुरा गर्दाखेरि सार्कको स्थापना 1985 डिसेम्बर 8 भएको थियो हैन। यसको चाहिँ कहाँ छ त सचिवालय भन्दाखेरि काठमाडौँ नेपालमा रहेको छ। यसको प्रथम महासचिव अब्दुल हसन हुन्। अवधारणा ल्याउने चाहिँ को हुन् त भन्दाखेरि जियाउर रहमान हुन्, जो तत्कालीन बङ्गलादेशका राष्ट्रपति थिए हैन। नेपालमा हालसम्म चाहिँ 3टा सम्मेलनहरू भएका छन्, तेस्रो, 11औं र 18औं हैन। त्यसै गरी यसमा चाहिँ 3वटा भूपरिवेष्टित राष्ट्रहरू छन्। के छन्? भुटान, अफगानिस्तान र नेपाल छन् हैन। त्यसै गरी सार्कका चाहिँ क्षेत्रीय केन्द्रहरू कृषि केन्द्र बङ्गलादेश, ऊर्जा पाकिस्तान, सांस्कृतिक केन्द्र चाहिँ श्रीलङ्का हैन। टिभी एचआइभी काठमाडौँ, विपद व्यवस्थापन भारतमा रहेको छ है। त्यस्तो कुरो छ। र त्यस्तै गरिकन साप्टाको अवधारणा 6औं शिखर सम्मेलनमा आयो। साप्टामा लाने चाहिँ 10औं शिखर सम्मेलनमा निर्णय गरिएको थियो भन्ने कुरो पनि बुझ्नु पर्यो। र सार्क स्थापना चाहिँ युएनओको 52औं धारा अनुसार भएको थियो हैन। अफगानिस्तान चाहिँ 2007 अप्रिल 4 मा चाहिँ इन्टर गरेको थियो। 14औं शिखर सम्मेलन